हजुर कुन चोकबाट यो बाटो चाहिँ सजिलो हस् हस् धन्यवाद अब मङ्गलबारी निस्क्यौँ मङ्गलबारी ठक्कै निस्क्यौँ अब हामी भेट्नुपर्ने हाम्रो मित्रलाई चाहिँ भेट्न गइरहेछौँ मङ्गलबारी उर्लाबारी 3 मङ्गलबारी उर्लाबारी मङ्गलबारी 1 मिनट ल निर्माणाधीन महेन्द्र राजमार्गको अवस्था व्यापक धुलो खल्ड्याङ खुल्डुङ। अब यो बाटोमा अलिकति यो खल्ड्याङ खुल्डुङमा त यी निर्माण हुँदाखेरि यो बाटोमा त ढुङ्गासुङ्गा अलिकति रोडाहरू हालिदिएर यसो पेलपाल पार्दै त सजिलो हुन्थ्यो नि त। अब यो छैन, यो अहिले निर्माणाधीन तपाईँको यो महेन्द्र राजमार्गको अवस्था हेर्नुहोस्, अवस्था यस्तो छ, केही देखिँदैन। मोटरसाइकल यात्रीहरूलाई चाहिँ अत्यन्त दुःख छ। त्यहाँका व्यापारीहरू यता सरेका हुन्छ, चिन्छौँ। हाम्रो बुढो छ, अपना करें ना ये ले। Oh my God. कसरी हो मकै? के छ दाइ हाल खबर? एकदम ठिक छ हजुर, यस्तै छ त के गर्नु। अस्ति त लगेको त तपाईँसँग मैले 2-3 चोटि होइन? हजुर ल कुन लानु? जानुभयो, आज के लानुहुन्छ होला त? यो लाने हो। के लानुहुन्छ? नरिवेल। यो लानुहुन्छ भने अब 150 लानुहोस् है। म त 10 वटा लाने हो। 10 वटा लानेसम्म मिलाइदिउँ ल। 10 वटाको कति तपाईँलाई 10 रुपियाँ डिस्काउन्ट गरिदिन्छु। 140 लानुहोस् हजुर। 140 ले। हजुर। ओके गर्नु पर्यो? हजुर। यो हरियोमा राम्रो कि यो पहिलोमा राम्रो? यो जुनै पनि राम्रै छ हजुर। पानी कुनमा धेरै हो? पानी उस्तै छ, यो पनि पानी टन्नै छ, यसमा टन्नै छ। यो यहाँको होइन, माथि लेटाङतिरको है, लेटाङतिरको पानी यो पाहाडको फेदीको एकदम राम्रो बसिरहेको छ। पानी राम्रो हुन्छ यसमा। ल हजुर यो काँटी हजुर, यो 100 रुपियाँ पोका हो। यसमा पाइप पनि लगाइदिनु त। बस हजुर, पाइप लगाइदिन्छु। तपाईँले एकैचोटि सँगै खानुहुन्छ भनेर मैले अलिक लेट काटेको कि। दामी रहेछ यस्तो तपाईँले पनि। ल पाइप लगाइदिनु त। तपाईँको पाइप है। काँटी छ, काँटी लानुहोस्। काँक्राहरू, सागसब्जीहरू छ। पानी पनि तातेछ गर्मीले। यो अब यस्तो गर्मी छ हजुर, के गर्नु। पुष्पाक भयो त अलिक ठन्डै हुन्थ्यो होला होइन। अब 7 भइसक्यो,
सँगै पर्थ्यो त्यसले गर्दाखेरि अब तातो भइहाल्छ नि। कहाँदेखि ल्याउनुहुन्छ नरिवल यो भनेको माथि लेटाङदेखि हो। लेटाङ यो पहाडदेखि फेरिको बिहानै जानुहुन्छ यो म उतादेखि ल्याइदिन्छु कहिले हुन्छ कहिले पनि आउँछ। उनीहरूले ल्याइदिन्छ ए आफै गइरहनु पर्दैन म गइरहनु पर्दैन अहिले भर्खरै ल्याएको 1 घन्टा पनि भएको छ नि। त्यही त 1 घन्टा पनि भएको छैन 1 घन्टा पनि भएको छ। काँक्रा हेर्नुहोस् काँक्रा राम्रो छ। भित्र पनि खानुहुन्छ भित्रको पनि बुझिन्छ म गरिदिन्छु। सिस्टमले निकाल्नु हजुर त्यो दिल्लीको सिस्टमले सजिलै निकाल्नु त्यसको बोक्राले क्या तपाईँले यसलाई आधी छ्याप्पै हो त्यो निकाल्यो त्यसको चम्ची बनाएको होइन त्यो हजुर कम्ती टन्नै अरूमा त्यति हुँदैन यसमा 5 टन नै हुन्छ बाँकी हेर्नुहोस् त यसले म सबै यसलाई पनि व्यवस्था गर्नु यसको पनि तपाईँको व्यवस्था गरिदिउँला। चम्ची ल अब यसरी निकालेर खाने है मलाई थाहा छ ल हेर्नुहोस् ल तपाईँले खिच्नु ल अनि मलाई यहाँ देखाउनु हस् हस् यसो चम्ची निकालेर है हजुर यो एकदम चम्ची निकालेर मजासँग खाइदिनुहोस् त कस्तो रमाइलो हुन्छ पनि मिठो पनि हुन्छ। यसरी है हजुर हजुर यसरी खाने हो। कस्तो छ हजुर ठिक छ होइन दामी छ नि त। सुपर हेर्नु नि हजुर बस्तामा पानी खाएर यसको चाहिँ एकदम हाइजेनिक लाग्यो क्या हजुर हजुर यस्तै हो। पखाल्नु पनि नपर्ने पखाल्नु नपर्ने उता धुइरहनु पनि नपर्ने हातको दुःख पनि नपर्ने कि त्यसले गर्दाखेरि रमाइलो होइन हेर्नु र साफसुफै निक्लिन्छ हजुर हजुर ल तपाईँलाई यसमा राख्नु होइन हजुर हजुर लिनुहोस् हजुर तपाईँ ल धन्यवाद 13वटा लियो छैन ल लगाएर हाल्नु त ढोका खोल्दै नि गएर यो नरिवल चाहिँ पुरै बोक्नलाई त भारी पो हुन्छ त है हिँड्नु उतै जाउँ अनि दिनको कति बेच्नुहुन्छ दिनको हजुर आज उहाँ ठाउँ सालैलाई 200-300 पनि बसेको छैन हौ आज चाहिँ अलिक बस्छ कि त्यही हो हजुर एकदम तपाईँले आज राम्रो छ त तपाईँको माल मालले आज अलिक घट्छ नि त्यति ए त्यही चाहिँ व्यापार राम्रै छ पेपर आज